What's up guys, welcome to my YouTube channel JPM Vlogs and अहिले चाहिँ मेरो सफर चाहिँ यसो मणिकरणतिरको सफर छ अनि म तपाईहरुलाई टक्क यहाँको देखाउँछु भ्यूहरु एन्ड अहिले देखाउँछु म यो साइडहरुको कुन कुन ठाउँ हो भनेर। यो चाहिँ शान्ति चोक जाने बाटो हो यो चाहिँ एन्ड यो चाहिँ जयकुटी काफी मन्दिरहरु यहाँदेखि चाहिँ सुरु हुन्छ। अब यो मणि मुकुन्द स्कुल छ यो साइडतिर अनि अगाडि साइडमा चाहिँ मणि मुकुन्द कलेज अनि अगाडिको साइडतिरहरु मन्दिरहरु पनि छ। हामीले मन्दिरहरु पनि दर्शन गरिसक्छ यो ठाउँमा। अनि यो चाहिँ मन्दिर भयो, त्यो येल्लो कलरको चाहिँ मणि मुकुन्द कलेज हो भने अब हामी अगाडि बढ्दै जाउँ। अगाडिको ठाउँहरु तपाईले देख्न सक्नुहुन्छ। थ्यांक यू। मन्दिरहरु पनि छ, यहाँ दर्शन गर्नुपर्छ। यता मन्दिरहरु पनि छ। मन्दिरहरु पनि छ यता भित्र, मन्दिरमा दर्शन गरिसक्छ। मन्दिरहरु छ एन्ड चिसो खानको लागि छ भने चाहिँ यहाँ टक्क ओखुको जुस पनि पाउँदो रहेछ। एन्ड कन्स्ट्रक्सन चल्दैछ सायद यहाँको ब्रिजको। यो बन्यो भने चाहिँ दामी हुन्छ मणि मुकुन्दको वरिपरि जयकुटी वरिपरि। अनि यो चाहिँ बुटोलको यो साइड कालिका नगर भइहाल्यो। एन्ड यो छ यो चाहिँ जयकुटी चोक भन्छ के यसलाई। अनि म चाहिँ तलतिरको सफर गर्दैछु भैरवा जाने बाटोतिर। काफी अहिले चाहिँ आकाशी पुलहरु पनि बनेको रहेछ दामी जस। माथिको बजार भन्दा चाहिँ बजारतिर अमरपटतिर भन्दा चाहिँ यहाँ कालिका नगर अनि तलतिरको ठाउँहरु चाहिँ दामी रोडहरु चाहिँ मजाको रोडहरु बनेको छ के अहिले चाहिँ माथिको भन्दा यहाँ चाहिँ दामी बनेको छ। एन्ड नालीहरु पनि थ्यांक यू। यहाँबाट गएर चाहिँ म चाहिँ टक्क आकाशी पुलबाट नै क्रस गरिरहेको छ। अब यहाँबाट क्रस गर्न त गाह्रै छ, घाउ लाग्ने मलाई। सेफ्टीको साथमा चाहिँ सेफ्टीको फर्स्ट प्रायोरिटी राख्छु कि म फेरि लाइफमा। मलाई को हतार छैन, आरामले जाने हो। त्यो भएर चाहिँ म चाहिँ आकाशी पुलबाट माथिबाट जान्छु, क्रस गर्छु। यहाँदेखि चाहिँ क्रस गर्नु मन लाग्यो मलाई। अनि योदेखि चाहिँ यो चाहिँ आकाशी पुल हो। अहिले चाहिँ बुटोलमा चाहिँ काफी आकाशी पुलहरुको बनेको रहेछ। अनि यो हो तपाईको टक्क यस्तो देखिन्छ, यो जयकुटी चोक भइहाल्यो यो। एन्ड त्यसपछि चाहिँ अब यो प्रकारको देखिन्छ। बुटोल पनि काफी डेभलपिङ खतरा भइरहेछ है जोस। हेर्नु त रोड यो बुटोलै हो नि पक्कै पनि। हेर्नु न कालिका नगर हैन, यो चाहिँ कालिका नगर हो तर दामी रोड पनि खतरा दामी पिच प्लस दामी भन्छ। अनि त्यहाँबाट बाटो क्रस गर्नु भन्दा चाहिँ आकाशी पुलबाट क्रस गर्यो भने चाहिँ सेफ्टी पनि हुन्छ त्यहाँ। त्यही भएर त्यहाँबाट क्रस नगरौँ साथीहरु। एन्ड गाइज हेर्नु न यो हो के बुटोल दामी छ जोस। अब म चाहिँ तलतिरको तल मणिकरणतिरको सफर गर्दैछु। एन्ड भ्यू त्यस्तो दामी देखिन्छ। काफी यात्रा हुँदैछ आज। यात्रा यतातिरको आकाशी पुलतिरको सफर भइरहेछ मेरो यो चाहिँ। ठिक छ, तपाईहरुलाई म देखाउँदै जयकुटी पनि भन्छ, सायद योगीकुटी पनि हो यो। टक्क अब यहाँबाट चाहिँ क्रस गरेर चाहिँ छोरा चाहिँ जेपिएम भ्लग चाहिँ ओह्रालो लाग्दैछ। टक्क अब जान्छ केटा चाहिँ
जान्छ तर मणिग्रामतिरको सफर छ आज। दिस इज मणिग्राम है, यो चाहिँ मणिग्राम हो। एन्ड टक्क यहाँ चाहिँ क्रसिङ लाइटहरू पनि जोडेको रहेछ होइन। खत्रै छ क्या तर त्यो यो हो नि त यार डेभलप भनेको यार। टक्क हेर्नु न आकाशी पुल भइहाल्यो। एन्ड टक्क दामी छ भ्यूहरू चाहिँ बिच रोडहरूमा टक्क हेर्नु न, रोडको बिचमा पनि टक्क हरियालीहरू छ। एन्ड ग्रिन लाइट रेड लाइटको पनि सुविधा छ कि यहाँ चाहिँ बवाल छ। तर टक्क यो हो नि त सिस्टम भनेको यार नेपालमा यार, त्यही चाहिएको नि त हामीले यार। हेर्नु न मणिग्राम हो यार यो। हेर्नु न हरियाली रुखहरू टक्क दामी छ क्या, यस्तो रुखहरू वरिपरि होइन, डबल हाइवे एन्ड यस दामी छ यार। यो हुन्छ यार तरिका भनेको त यार। बिचमा लाइटहरू टक्क छ हेर्नु न, हरियाली रुखहरू पुरा वरिपरि पुरा रुखहरू होइन। यो हो क्या डेभलप भनेको चाहिँ, यो हो क्या रोड पिच भनेको मायाको छ। खतरा छ यार, बवाल लाग्यो कि मलाई यार। पक्कै पनि यहाँको मेयरले चाहिँ राम्रो काम गरेको हो योमा चाहिँ होइन। कुनै न कुनै लिडरसिप चाहिन्छ क्या। तर हेर्नु न ठाउँमा टक्क होइन टोयलेटको सुविधाहरू पनि छ होइन, टोयलेटको होइन सार्वजनिक शौचालय भइहाल्यो होइन। रुखहरू पनि नयाँ रुखहरू पनि बनाऊ हेर्नु न, सिस्टम छ यार। हेर्नु न 4 लाइन छ यार, 1 2 3 4 छ यार। यहाँ सानो चाहिँ यहाँबाट पनि हिँड्छ होइन, यतादेखि पनि यतादेखिबाट सिङ्गल डबल वे छ यार। यताबाट पनि गइरहेको छ उताबाट पनि गइरहेको छ। यो हो नि तरिका भनेको त यार, दामी लाग्यो यार मलाई। तर बवाल लाग्यो है, गुड। यतिको डेभलप हुनुपर्छ है नेपाल, खुसी लाग्छ यार। देखिसक्नुभयो नि रोडहरू बवाल छ। मणिग्राम भनिहालेँ मैले होइन, मणिग्रामको साइड हो त्यो। गुड, यतिको हरियाली चाहिँ हुनु पर्यो कि। म चाहिँ फेरि अब आकाशे पुलको यात्रा गर्दैछु। तर यो चाहिँ मणिग्रामको है, मणिग्रामको आकाशे पुलतिरको यात्रा गर्दैछु। मणिग्राम यो चाहिँ मणिग्रामै हो। एन्ड हाउ मच डेभलपिङ भन्नुपर्छ। एन्ड अहिले चाहिँ यता टक्क आकाशे पुलमा यो छ, मणिग्रामको आकाशे पुलमा। ओहो पछाडि हेर्नुहोस् न, रोड पनि क्या दामी छ हौ। वाउ, तपाईँलाई म ब्याक साइड गरेर देखाउँछु है त। इभीवाला गाडी चल्दैछ, हेर्नुहोस् त हेर्नुहोस्। ओ यो हो नि त, यो हो नि त रोडको, यो हो नि तरिका। हेर्नुहोस् न, यो नेपाल हो कि गाडी हो लाग्छ यस्तो। यत्तिको डेभलप हुनु पऱ्यो कि। आम्मामा रुखहरू हेर्नुहोस् त, साइडमा रुख हरियाली। तपाईँले अझै अगाडि जानु भएन, अझै दामी दामी देख्नु सक्नुहुन्छ। म यहाँदेखि अगाडि चाहिँ जान सक्दिनँ, मेरो यहाँ यो मेरो यहाँबाट चाहिँ म ब्याक फेरि टोल जाँदैछु। एन्ड हेर्न सक्नुहुन्छ रोडहरू हेर्नुहोस् न। गभर्नमेन्ट अफ नेपाल, डिपार्टमेन्ट अफ रोड, विश यु अ प्लेजेन्ट एन्ड सेफ जर्नी। थ्याङ्क यू सो मच। तपाईँलाई पनि, बनाउने मान्छेलाई पनि धेरै धेरै धन्यवाद। यतिको चाहिँ हुनु पऱ्यो क्या। त्यो यसो भित्र हेरेको त बालन शाहको फोटो छ त, भेटरनारायण शाह
बालेन्सा सही हो कि टोयलेटहरू पनि सार्वजनिक शौचालय है सिधै युज गरेर हेरिहाल्नु त कस्तो छ भित्रको कन्डिसन पनि ल सिधा गाडी आयो यस गाडीमा चढेर जानु पर्ला अब यो अटोमा काम छैन म चाहिँ टक्कै चढ्यो थ्याङ्क यू गाइज वाचिङ दिस भिडियो एन्ड लाइक एन्ड सब्सक्राइब गरिदिनु नभुल्नु होला एन्ड नेक्स्ट भिडियो पनि हालिदिन्छौँ होला नयाँ नयाँ ठाउँको बारेमा देखाउँदै गरौँ होला अनि कसरी डेभलप भइरहेछ त्यहाँको ठाउँहरू कति राम्रो छ सुन्दरताहरू देखाउ होला फेरि पनि भन्दै यो भिडियोबाट चाहिँ म बिदाउन चाहन्छु थ्याङ्क यू जय नेपाल